हो डल्लु, हजुर अस्ति त्यो तिमीसँग बोल्ने केटाको साथी हो। हो र? भेट्दा मात्रै कुरा हुन्छ कि फोनमा पनि कुरा हुन्छ तिम्रो? किन नि फेरि त्यसलाई पनि शंका गरेको अब? त्यस्तो होइन, आज सोध्न मन लाग्यो अनि सोधेको। किन त्यति बेलै नसोधेको, अहिले सोधिरहेको छौ त? आज अलि तिम्रो बारेमा ज्यादा सोच्यो के, खुल्तुल 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 भयो अनि त्यही भएर सोधेको नि। ए त्यस्तो है? अनि के त, अब तिम्रो टाइम पनि भइसक्यो, म पनि भर्खर विदेश आएको छु। तिमीलाई टर्चर होला बिहा गर भन्ला फ्यामिलीले। यदि म ढिला आयो भने तिमी त्यही केटासँग बिहा गर्नु ल, त्यो केटा राम्रो थियो। तिमी किन जिस्किरहेको के? जति टाइम लागे पनि कुरेर बस्छु, तर तिमी बाहेक अरू कसैसँग मेरो बिहे भयो भने मर्दिन्छु बरु। यस्तो किन भनिरहेछौ के तिमी? यस्तो कुराहरू त फिल्म लाइनमा मात्रै सुहाउने हो क्या, रियल लाइफमा होइन नि। ढिला आयो भने पो भनेको त, छिटो आयो भने त म तिम्रो लागि छँदैछु नि। मेरो लागि त्यति धेरै पनि गर्नु पर्दैन। बुढी कन्ने भएर पो नबस, लाइफ खेर नफालो भनेको त मेरो लागि लाठी हो डल्लु। हजुर